राजेश भन अमृत हस्ते ना खोलामा आइसकेका छौँ के भन्छस् भन् त्यहीबाट हिँड जा जा गइयो यार देख्न सक्नुहुन्छ यहाँ चाहिँ जुत्ता लगाएर बर्बाद छ है आइज कस्तो छ राजेश एकदम गायब यस्तो भइरह यस्तो रुखमा चढ्न पनि पर्दैन बेसी यहाँ टपपट्टि चाहिँ खायो अरिङ्गालको गोलो हो चाहिँ गायलाई यस्ता दामी दामी छन् होइन लाजको घुम्टो गरेन कोले चढ्ने है पहिला मतलब क्या कहाँ बैठा हूँ किससे बात कर रहा हूँ क्या बात कर रहा यो मोबाइल सँग उता राख मोबाइल उता राख
ये अच्छा ये अच्छा पर आइन घर आउँदा अँ पानी आइरहेछ यस्तो हालतमा सबैले कति छ त्यहाँनिर हेर्न सक्नुहुन्छ हजुर यस्तो भन्छ नि आज यस्तो भन्छ झन्नै मरेन क्या यार ओ सान्डै ओ रुको एकछिन